बिहानै उठेर मलाई घुम्न लैजाऊ भन्छन्। सो मैले लिएर आएँ। आज ओजल्सको डे। हाई हाई सानु, कहाँ हिँड्नु भएको हजुर? दीक्षित भाइ त हुनुहुँदो रहेनछ। अनि कसकोमा जाने अब? मानसकोमा। अनि मानस पनि हुनुहुँदो रहेछ। अब हामी कहाँ जाने? यता हेर्नुहोस् त, यता दीक्षित भाइसँग। अनि कस्तो छ तिमीलाई? हो र? कस्तो राम्रो हो? ओके हो, मानस नखेल्नु भएर नराम्रो हो, दीक्षित भाइ खेल्नु भएर राम्रो हो। मानस पनि खेल्नुहुन्छ त। अस्ति तिमी कति मिलेर खेलिथ्यौ मानससँग नि, कति मिलेर। कति राम्रो फ्लावर पनि रहेछ यहाँ, हेर्नुहोस् त सानु। ल हजुरलाई एउटा बी पनि रहेछ, सानुलाई मनपर्ने बी। हेर्नुहोस् त, बी मनपर्छ। किन मन परेको हजुरलाई बी? हेर्नुहोस् त, किन मन परेको सानुलाई बी? ए तिमीलाई मन पर्ने भएर हिजो बोर्ने हामीमा दुईटा भेट्यौ। ओके द्याट्स नाइस। अनि समात्यौ पनि? समातिनौ। समात्यो भने के हुन्छ? हात टोक्छ ए बीले? ओके, हेर्ने मात्रै हो। ए ओके, अब ऊ त्यो व्हाइट फ्लावरमा पनि बी हुनसक्छ। हेर्नुहोस् त, छ कि छैन? यो व्हाइट फ्लावरमा बी छ। ओ लौ हेर्नुहोस् त, सबै फ्लावरमा बी हुन्छन्। अनि यी बीहरूले के बनाउँछन्? यहाँबाट रस चुसेर मौरीहरूले हनी बनाउँछन्। हनी बीले हनी बनाउँछन्। ल हिँड्नुहोस्, फेरि अगाडि बढ्नुहोस्। जताततै हो। अब हामी फेरि अगाडि जान्छौँ। अनि हामी यहाँबाट फर्किन्छौँ। अब सानु अब यहाँबाट हामी यता फर्किनु भयो हुन्छ। मानस आउनुभएको छ अरे, मानस पनि साइकल लिएर आउनुहुन्छ अरे। यता तल झर्नुहोस् त यहाँबाट। ओके, अब मानसको घर जान। सानु अब मानसको घरतिर जान लाग्छन्। अब सानुले मानसको घर जाने भनेर कुद्नलाई दौडिरहेछन्। एकदम फास्ट जान्छन् सानु। हजुर, सानु कति वर्ष हुनुभयो अरे? 3.5। अहिले त 3.5 वर्ष। तिमी त ओल्ड मेन हो र? होइन होला। म कस्तो मेन हो त फेरि? ब्ल्याक ओल्ड मेन। ओ माई गड, होइन होला। मेकअप लाउँछु ब्ल्याक भएर, मैले घर घर मेकअप लाउँछु। ओके हो बाबु, अलि व्हाइट बनाऊँ भनेर नि। ए त्यही भएर म ओल्ड मेन हो। ए यङ मेन भएको भए त मेकअप गर्नु पर्थेन है? पर्छ। यङ मेनलाई पर्दैन, मलाई पर्छ। ओके, युआर राइट सानु, युआर राइट। हामी अब कलरफुल फ्लावरको नजिकै छौँ। यति राम्रो राम्रो फ्लावरहरू छ। एउटा हनी बी भेट्यौ। त्यहाँ हाम्रो घर होइन यो, त्यहाँ जान हुँदैन। यो बाबुको साथीको घर होला। हो। ए तिम्रो साथीले तिमीलाई घर आऊ भन्दैनन्? तिमीले भन्छौ कि भन्दिनौ त? तिमी भन्छौ साथी हाम्रो घर हिँड भन्छौ? ए अनि आएनन् त तिम्रो साथी? दादाको मात्रै साथी आउँछन्। किन होला? सानो अलि सानो भएर हो होइन? मुस्ताफा पनि सानो छ, सानु पनि सानो छ। अनि सानो सानो मान्छेलाई मामु बाबाले टेक केयर गर्नुपर्छ। त्यही भएर के रहेछ त्यहाँ? स्नाइले? ए यहाँ रहेछ स्नाइले। खोइ छोरू,
यो यहाँ रहेछ हो तिमी त जे पनि देख्छौ क्या Pia. त्यसपछि यस्तो हो क्रोकोडिल नियामा नियामा हाप्स समर सिजन डेनमार्कमा समर सिजन सुरु भएको छ अब जताततै हामी फ्लावरहरू देख्न पाइन्छ नाउ कति राम्रो फ्लावरहरू अब तिमी सिटी त जाने हो आज सानुको छुट्टी भयो नि मामुको छुट्टी छैन मेरो छुट्टी छैन साह्रै राम्रो फ्लावरहरू छ है हामी क्याट हेर्न हिँडेको सानु क्याटलाई नेपालीमा के भन्छ सानु अब ठुलो बाबु कहाँ हिँड्नु भएको ठुलो बाबु किन ओके बीच बीचमा चलाउनु हुँदैन ओ माई गॉड बाय बाय सानु तिम्रो झोला बोक्नु भयो किन दादा नेटोमा टमाटर किन्न जानु भएको रे अनि तिम्रो झोलामा आधा केजी टमाटर अट्छ इजी हुन्छ भनेर तिमीलाई पनि त दादाले के दिनुहुन्छ त तिमीले पनि दादाको युज गर्छौ त दादाको भाइले भाइको दादाले युज गर्न मिल्दैन मिल्दैन किन मिल्दैन बाबु ए तिमीले दादाको ब्याग ठुलो हुन्छ सक्दिनौ तर दादाले त तिम्रो सानो हुन्छ सक्नुहुन्छ नि त त्यही भएर ओके सानो लेट्स गो टु मानस हाउस कम मानस आए रे लाऊ ल रन गर गर बाई सानु तिमीले साइकल राइड गर्दा कुन साइडबाट राइड गर्ने हो सधैँ राइट साइडबाट भन न अनि यो राइट साइड हो त होइन अनि तिमी राइट साइडबाट राइड गर्नुपर्छ जहिले पनि ओके तो लेफ्ट साइड हो के अरे तर अहिले यता अप आऊ साइकलको लेनमा आऊ साइकलको लेनमा आए पनि राइट लेनबाटै चलाउने हो ओके ल हिँड टिङ यसमा छैन घन्टी ठुलोमा छ बाई कहाँ जाने हो ओके फ्लावर्स ओके ए अब ओजलले मानसलाई भेटे अब मानस र ओजलको राइडिङ सुरु भयो अब यो हर्स राइडिङ हो कि साइकल राइडिङ हो केटाहरू हाम्रो टोली अगाडि बढिरहेछ सानुले के देख्यो अरे तिमीलाई थाहा छैन तर देख्यौ के होला त त्यो मलाई देखाउ न त म भनिदिन्छु ए यो एउटा इन्डस्ट्री के वेयर हाउस हो बाबु त्यो वेयर हाउस हो तर मलाई थाहा छैन त्यो के को वेयर हाउस हो भनेर हामी भोलि पर्सि त्यसलाई के रहेछ फाइन गरौँला ओके कार्पेटहरू यस्तो राखेछन् दुईटा छोराहरूको कम्पिटिसन चलिरहेछ खुट्टा माथि राखेर वा सो गुड बोथ अफ यु सो गुड
So good, Manas Ojal. Wow, nice. Good job, Manas Ojal. Good job. यहाँ नेता छैनन् होला के अरे निकाल्ने हामीलाई छ तर हेर्नु अब फुलै फुलको सिजन भन्न रुचाएँ यति राम्रो राम्रो फुलहरू छ दुईजना बच्चाहरू आएर निकै इन्जोय गरे